नमस्कार, यहाँलाई स्वागत छ हाम्रो पावन पोडकास्ट सत्सङ्गमा। सदा चाहिँ हामीले पनि आज श्लोक र मन्त्रका व्याख्याहरू लिएर आएका छौँ। जस्तै सुन न, हजुर, मान्छे जन्म हुन्छ, हजुर, मृत्यु हुन्छ, होइन? हजुर, मृत्यु हुन्छ, सत्य हो भन्छन् कि मृत्यु चाहिँ सत्य हो भन्छन्। वास्तवमा मृत्यु पश्चात चाहिँ के हुँदो रहेछ त? अब यो कुराको चाहिँ मेरो बुझाइ के छ भन्दा, अब मेरो बुझाइ अनुसार चाहिँ मृत्यु नै अन्त्य अथवा मृत्यु नै परम सत्य चाहिँ होइन। अब हामीले भौतिक जगतमा, भौतिक संसारमा हामीले हेरियो भने चाहिँ के हुन्छ भन्दा मृत्यु नै सबै थोक हो। किनकि हामी पञ्चतत्त्वले बनेका छौँ, हाम्रो शरीर भौतिक शरीर छ, हाम्रो शरीर सकिएपछि हामी सकियौँ, हाम्रो बुझाइ त्यति छ नि त। त्यो भएपछि चाहिँ हाम्रो अन्त्य नै मृत्यु हो, अथवा त्यो एकदम परम सत्य पनि हो। किनकि जन्मेपछि मर्नुपर्छ, यो प्रकृतिको नियम नै हो, हामीले तोड्न मिल्दैन। त्यो भइसकेपछि अब यो चाहिँ कस्तो छ भन्दा एउटै सिक्काका दुईटा पाटा हुन्छन् नि, दुईपट्टि हुन्छ नि, त्यस्तै जस्तो छ। अब भौतिक जगतबाट हेरियो भने, भौतिक संसारमा भौतिक सोचाइले हेरियो भने चाहिँ मृत्यु परम सत्य पनि हो र अन्त्य पनि मृत्यु हो, त्यसपछि अगाडि केही छैन। अथवा अब हामीले यसलाई चाहिँ आध्यात्मिक जीवन अनुसार, आध्यात्मिक ज्ञान अनुसार हेरियो भने चाहिँ, दृष्टिकोणले हेर्दाखेरि चाहिँ त्यो सिक्कालाई अर्कोतिर पल्टाउँदाखेरि चाहिँ के छ भन्दा मृत्यु चाहिँ परम सत्य होइन, मृत्युभन्दा अगाडि पनि केही छ। अनि मृत्युभन्दा अगाडि पनि केही छ, हामी फेरि पनि जन्म लिनुपर्छ, होइन? त्यो पनि भयो एउटा पाठ। पुनर्जन्म फेरि हुन्छ, किन हुन्छ, यी कुराहरू छन्। अनि त्यसपछि त्यसरी हेर्दा चाहिँ आध्यात्मिक जीवनबाट हेर्दाखेरि चाहिँ मृत्यु केही पनि होइन र पूर्ण सत्य पनि होइन र अन्त्य पनि होइन। तर भौतिक जगतबाट हेर्दा यो चाहिँ परम सत्य हो, अन्त्य पनि हो। म चाहिँ गुरुको वचनहरूमा चाहिँ पूर्ण सहमत जनाउँछु र यसका बारेमा चाहिँ मृत्यु के हो त अथवा मृत्यु पछि के हुन्छ त भन्ने बारेमा चाहिँ हामीले गीताको 22औं श्लोकमा केही पद्यहरू भेट्न सक्छौँ र यही पद्यहरू र यस श्लोकको चाहिँ हामीले अहिले उच्चारण गर्न गइरहेका छौँ। ओम वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरो प्राणी तथा शरीराणि विहाय जीर्णान्यानि संयाति नवानि देहि। यस श्लोकको अर्थ चाहिँ अब के छ भन्दाखेरि वासांसि जीर्णानि, जीर्णानि भनेको पुराना थोत्रा भएका वस्त्रहरू, यथा विहाय जसरी त्यागेर, नवानी गृह्णाति नरो अपराणी, नर मनुष्यहरूले चाहिँ अरू नै के गर्छन्, अपराणी अरू नै वस्त्रहरू के गर्छन्, ग्रहण गर्छन् अथवा धारण गर्छन्। हामीले यो कपडा च्यात्यो भने के गरिन्छ, फालिन्छ नि, पुरानो भएपछि फालिन्छ नि, नयाँ वस्त्र किनिन्छ नि। हो त्यसरी नै, तथा त्यसरी नै शरीराणि विहाय जीर्णा, पुरानो बुढो भएको शरीरलाई चाहिँ के गर्छ, त्यागेर चाहिँ अन्यानी भनेको अरू शरीर चाहिँ के गर्छ, आत्माले धारण गर्छ। संयाति नवानी देही, नवानी देही नयाँ देह चाहिँ के गर्छ, धारण गर्छ। र यसमा चाहिँ यसबाट हामीले के बुझ्न सकिन्छ भन्दाखेरि जहाँ चाहिँ अब भौतिक रूपमा चाहिँ मृत्यु भएको छ र जन्म भएको छ, तर आध्यात्मिक दृष्टिकोणबाट अथवा गीताको यस श्लोकबाट जाँदा चाहिँ जब आत्माले नयाँ शरीर धारण गर्यो नि, त्यति बेला त्यहाँ जन्म भयो र जब चाहिँ आत्माले पुरानो शरीर त्याग्यो नि, त्यहाँ चाहिँ मृत्यु भनेपछि त आत्माको मृत्यु भनेको चाहिँ नयाँ सुरुवात है नि त। मनुष्यको मृत्यु भनेको फेरि त्यसरी बुझ्न सकियो। त्यो चाहिँ एउटा चक्र भयो, त्यसरी फेरि गएको भयो। त्यो सर्पले काँचुली फेर्दा चाहिँ हामी चाहिँ त्यो काँचुली भयौँ, सर्प चाहिँ आत्मा भयो, त्यसरी हेर्न सकियो। अब यो आजको हाम्रो विश्लेषण हजुरहरूलाई कस्तो लाग्छ त्यो पनि हजुरहरूले प्रतिक्रिया दिन सक्नुहुन्छ। र आउँदै गरेको शुभ दीपावलीको यहाँहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना। सबैको घरमा दीप प्रज्वलन होस्, सबैको मनमा दीप प्रज्वलन होस्, सबैले सुख शान्ति तरिकाले तिहार अथवा दीपावली मनाऊ। शुभ दीपावली।